हाई अ भेरी गुड मर्निङ टु एभ्री वान। म चाहिँ अहिले धम्मा सुर्खेत विपासना रिसर्च सेन्टरबाट बोल्दैछु। आज विपासनाको 10औँ दिन 10 डेज विपासना कोर्स चाहिँ कम्प्लिट भयो र मेरो ब्याकग्राउन्डमा तपाईँले देखिराख्नु भएको यो चाहिँ हाम्रो पुरुष साधकहरूको लागि निवास, मतलब हामी आराम कक्ष जस्तै भनौँ। यो चाहिँ हाम्रो आराम कक्ष थियो भने म तपाईँहरूलाई मेरो रुम जहाँ चाहिँ म 10 डेज आफ्नो सक्सेसफुल 10 डेज चाहिँ मैले स्पेन्ड गरेँ त्यो पनि हजुरहरूलाई म देखाउन गइरहेको छु। द रुम एकदमै भनौँ न एउटा 2 हात लम्बाइ र 4 हात चौडाइ भएको रुम, बट भेरी कम्फर्टेबल। धम्मा गर्दै गर्दा यतिको रुम हुनु पनि सौभाग्य नै थियो। एकदमै मजाले आफ्नो टाइम स्पेन्ड गर्नु पाएँ है। कुनै पनि अब्स्ट्याकलहरू थिएन। आनन्दको निन्द्रा 6 घन्टाको निन्द्रा आरामले आउँथ्यो र धेरै बिलोङ्गिङ्सहरू हाम्रो रुममा चाहिँ राख्न अलाउ हुँदैन। त्यो कारणले चाहिँ हामीले आफ्नो चाहिने जति मात्रै, अति आवश्यक मात्रै सामानहरू राख्न पाउँथ्यौँ र मोबाइल फोनहरू हाम्रो अलरेडी अफिसमा जम्मा थियो, हामीले सबमिट गरेको थियौँ। बट 10 डेज कोर्स कम्प्लिट भइसकेपछि चाहिँ आज रिटर्न गरियो र एकदमै खुसी लागिरहेको छ, मन चङ्गा भइरहेको छ। म त सोचिरहेको थिएँ सकिँदैन होला, बट इजी, मजा आयो। इट्स लाइक लाइफ चेन्जिङ वाला जस्तै थियो। भेरी ब्युटिफुल इन्भाइरोमेन्ट, पिसफुल इन्भाइरोमेन्ट। सही है, ले लो वीडियो भी ले लो, बढ़िया, बहुत अच्छा खाना लगा मुझे तुम लोग।